गुड मर्निङ। हामी अहिले पनि माछापुछ्रीको फेदमै छौँ। माछापुछ्री र अन्नपूर्ण माउन्टेनको फेदमा एकदम रमाइलो भइरहेछ। सूर्योदय हुनलाई तयारी हुँदैछ। चारैतिरबाट उज्यालो बढ्ने कोसिस छ। हामी धेरै 8-9वटा पहाडहरू पार गरेर आइपुग्यौँ। अब आज हामी बिस्तारै ओर्लिने विचारमा छौँ। यो तलको दृश्यहरू हो। धेरै गहिरो छ ठाउँ। अहिले चाहिँ हामी माथि हाइटमा छौँ। यसरी हाम्रो यात्रा एकदम राम्रो भइरहेछ। सायद तपाईहरुलाई पनि यो भिडियो मनपर्छ होला। सूर्योदय सुरु हुँदैछ। यो अहिले तपाईको देखिएको मेरो पछाडिको माछापुछ्री हिमाल हो, जसको माथिको दुईटा भाग पनि देखिन्छ। पोखराबाट हेर्दाखेरि यो एउटा मात्रै टुक्रा देखिन्छ भने पुच्छरको भाग यहाँ चाहिँ दुईटा माथिको टाउकोमा दुईटा देखिन्छ। यसैगरी यहाँ तपाईले अन्नपूर्णहरू देख्नुहुन्छ, विभिन्न हिमालहरू देख्नुहुन्छ। हामी बसेको होटल चाहिँ यो हो। हिउँ पनि थालेको छ, तल टुसारो छ, हात एकदम चिसो भइरहेछ। विदेशीहरू पनि भर्खर भएर निस्किँदैछन्। हस् त, धन्यवाद। तपाईहरुको दिन राम्रोसँग बितोस्। नमस्ते।